2071 सालमा प्रधानमन्त्रीज्यू तपाईँले नै निर्माण सम्झौता गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा 2079 मा उद्घाटन सम्पन्न भयो, तर आजसम्म परीक्षण उडान बाहेक सञ्चालनमा आउन सकेको छैन। 22 अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा 10 अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय संसदको लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको छ। त्यति मात्र होइन प्रधानमन्त्रीज्यू, विमानस्थललाई आवश्यक लम्बाइको धावन मार्ग बन्न त सकेन, तर धावन मार्गभन्दा कैयौँ गुणा लामो भ्रष्टाचारको लिस्ट बनेको भनेर अन्तर्राष्ट्रिय सञ्चार जगतले सिरिजमा बारम्बार यो विषय उजागर गरिरहेको छ। यो प्रकरण उजागर गर्नुमा उसका आफ्ना स्वार्थ होलान्। यद्यपि नेपालमा हुने भ्रष्टाचारको काण्ड अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको कुरा उजागर गरेको सत्य हो नि प्रधानमन्त्रीज्यू। अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र अरूलाई पनि गर्न दिन भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि उच्च स्तरीय सशक्त न्यायिक छानबिन समिति गठन गरेर यो परियोजनामा भएको सबै भ्रष्टाचार र अनियमितताको छानबिन, भ्रष्टाचारसँग जोडिएका ती सबै कानुनको कठघरामा उभ्याउने र विमानस्थल सुचारू गराउने प्रतिबद्धता जाहेर गर्ने हिम्मत छ प्रधानमन्त्रीज्यू। धन्यवाद।